माइतीबाट सिधारेर पठाइसक्नु भएको छ है। हामीहरू बेहुलाको घर जाँदैछौँ, हेर्न सक्नुहुन्छ है। बेहुलाको घरमा पुगिसक्यौँ है, बेहुली ल्याएर। बेहुला बेहुलीलाई चाहिँ हामीले घरमा पुगाइसक्यौँ है। अब हामी बन्दुक पड्काइयो है। अब हामीले बेहुला बेहुलीलाई जग्गा लिनु पहिला हामीले जहाँ पञ्चे बाजा बजाएर रमाइलो गरिन्छ त्यहाँ लगेका छौँ है बेहुला बेहुलीलाई। अनि जुन जग्गे बनाइएको ठाउँमा चाहिँ यहाँ मागलहरू गाएर आहा क्या मजाले स्वागत गरिरहनु भएको छ। हामी यो जग्गामा अलि पछि ल्याउँछौँ। अहिले चाहिँ बेहुलीलाई पञ्चे बाजा बजाएको ठाउँमा लगिरहेछौँ है। बेहुलाको घरमा बेहुलीलाई पुगाइसकेपछि हामीले यहाँ बारीमा जुन पञ्चे बाजा बजाइन्छ त्यहाँनिर हामीले टिका टाला लगाएर अनि माथि जग्गेमा लगेर सिन्दुर हाल्छौँ। अब बेहुलीलाई हामीले ल्याइसक्यौँ भने आजको रातभरि एउटा खेल हुन्छ अनि डेनमा नाच्ने अनि यस्तो खेलहरू मजाले आजको रात भइरहन्छ है। अब चाहिँ बेहुलीलाई जग्गेमा लगिन्छ। अब हामीले बेहुला बेहुलीलाई लगेर जग्गेमा जान्छौँ है। यसरी हामीले बेहुला बेहुलीलाई माथि जग्गेमा राख्छौँ। अब हामीले बेहुला बेहुलीलाई जग्गेमा ल्याइसकेका छौँ। बस्छ। अब हामीले ड्रेस चेन्ज गर्छौँ है। पहिले घरको लुगा लगाइदिन्छौँ, माइती घरको निकालेर पहिले घरको लगाइदिन्छौँ। बेहुलाले चाहिँ ड्रेस चेन्ज गर्नु परेन अनि बेहुलीले चाहिँ चेन्ज गर्नु पर्यो। माइतबाट ल्याएको ड्रेस चेन्ज गरेर यहाँ पहिले घरको ड्रेस लगाउने है।
छ है घन्सो मान्छे हामी ड्रेस चेन्ज गर्दैछौँ है।